गुड मर्निङ साथीहरु। म चाहिँ यही भर्खर उठेर यहाँ पानी ट्याङ्कर ल्याउनु गएको पानीको लागि। यता भित्र कता छोड्दै रहेछ हो। अन्त यहाँ पानी छैन। हाम्रोमा चाहिँ फेरि पानीको दुःख छ हो। ट्याङ्करबाट लिएर खानुपर्छ। अन्त त्यही ट्याङ्कर उता एउटा कन्स्ट्रक्सन साइटमा लगेको थियो त ढलाइको लागि भनेर। अन्त अब त्यही ल्याउनु गएको नि। पानी छैन। आज सन्डे फेरि पानी सानी लिएर पानी सानी होइन पहिला ट्याङ्कर लिएर त्यहाँबाट चाहिँ पानी सानी थापेर त्यहाँबाट चाहिँ काम थुप्रो छ। आज चाहिँ छुट्टी हो सबैजना हामी साइडको कम्पनीकै छुट्टी रहेछ आज। अन्त कसै घरतिर गयो कसै कता। हामी चाहिँ यतै छौँ है साथीहरु। बाटोको यस्तो चाहिँ हामी हिँड्ने चाहिँ स्कुले नानीहरु कोक खानु पर्यो नि साथीहरु। कोक खानुपर्छ होला पेप्सी। पेप्सी चाहिँ त्यसै साथीहरु बाटै छैन। ल हौ के गर्ने एउटा हातमा फोन छ। यहाँबाट जानु पर्यो। सबसे दामी चाहिँ मेरो साथीहरु टोपी पनि लान्छ चप्पल छ हिँड्या छ। यतिकै मान्छेहरु शीतल खानु लागि चाहिँ यहाँनिर चिया ठक्क राखेको छ। यो सिमलीको छेउमा हाम्रो भुटानतिर बिल्डिङ चाहिँ यस्तै है साथीहरु। बाहिर त सबै छतहरू हुन्छ, यहाँ त चान्स छैन। टिना ठोक्नै पर्छ। सबै एकै डिजाइनकै हुन्छ यस्तै टाइपको। जहाँ पनि साँच्चै यो बिल्डिङ त मैले त पहिला हामी हिँड्दा त थिएँ मजाले बनाएको छ घर त बनाउनु त। गुवाबारी हेर्नुहोस् है साथीहरु। ट्याङ्कर चाहिँ यो बिल्डिङको यसमा छ भनेको सुनेको थिएँ। छ कि छैन हेर्नु पर्यो। हेरौँ है त साथीहरु सँगै। त चाहिँ पुराको छ। माथि रहेछ नि। त्यो गाछ देख्दैछ नि त्यो ममा एक समयमा जोड अमला खायो त। अमलाको रुखै छ त्यो चाहिँ। कस्तो अमला थियो। अहिले पनि अलिअलि त झुन्डै छ। भेट्न खोजे भने त भेट्थ्यो पनि त। यहाँदेखि माथि सिधै गयो भने साम्ची टाउन निस्किन्छ। काम चल रहा है। पानी टैंकर लेके जाएगा तो टैंकर लेके जाएगा। हाँ तो साथीहरु अब गाडी लिएर चाहिँ पानी थाप्नु जान्छ।
अब घरतिर भेट्नु खातिर A few moments later. ट्याङ्कर चाहिँ ल्याएको पुरै घरमा अब यो दुध र चिनी छ साथीहरू चिया सिया खाएर चाहिँ त्यहाँबाट चाहिँ फेरि पानी थाप्नु बानी घर यस्तो छ ए मेरो बुढी मेरो नानी ल्याए यहाँ म चाहिँ घरमा घरभित्र प्रवेश गरिरहेको छु मेरो छोरा चाहिँ मार्गीले जोराइरहेछ हाई के चाहिँ ए म त थिम्पू पुगेको पो होला भनेको त थिम्पू त गएको छैन पो ए हो म नि अहिले यहाँ ट्याङ्कर लिएर आएको कहाँ अन्त खाली गाडी पो ल्याएको अन्त दुध चिनी पुऱ्याउनु परेन अब हेर उनीहरूलाई हतार पाएको पानी छैन घरमा कति काम छ